Hello everyone, welcome back to my YouTube channel after a long time पछि back to YouTube अनि आज विशेष भ्लग चाहिँ त्यस्तो विशेष त छैन त्यस्तै पुरानै कथा व्यथामा आधारित यो भ्लगलाई सबैजनाले हेरेर साथ दिनु होला भन्न चाहन्छु म अनि आज चाहिँ हामी गुफा जाँदै छौं हाम्रो प्लान चाहिँ के थियो भने 4 बजी नै हिँड्ने थियो तर के गर्नु नेपाली टाइम त्यस्तै भयो यस्तै हो अनि म बाइक लगायत मेरा 3 साथीहरू छन् पहिले पनि 4 जना गएको यसपालि पनि 4 जना हाम्रो डेस्टिनेसन चाहिँ कहाँ रहेको छ नि यहाँ रहेको छ आज यो पुरै हामी घुम्ने विचार गरेको छ अनि त्यही भएर हामी छिटो हिँड्नुपर्ने हुन्छ घाम लागेपछि हिँड्नु सकिँदैन साथीहरू के गर्नु अब त्यस्तो भन्नुपर्ने त के पनि छैन तर पनि मैले बिहानै भ्लग बनाइरहेको छु तर त्यो भ्लग चाहिँ म हाल्छु जस्तो मलाई लाग्दैन तर हाल्न पनि सक्छु एकदम लङ टाइम पछि गाइस म लङ टाइम पछि एकदमै लामो समयपछि युट्युबमा फर्किएको छु अब आगो लगाइदिन्छु त भनेको चाहिँ सो एकछिनपछि एकदम स्पेसल केही इन्ट्रेस्टिङ कुराहरू भयो भने चाहिँ म तपाईँहरूलाई सेयर गर्नेछु अहिलेको लागि बाई फाइनली हामी खोला आइपुगिसकेको खोला आउनु पनि आधी घन्टाभन्दा बेर लाग्यो हामीलाई के गर्नु अब पाती चढाउनु पर्ने हुन्छ खोलामा पाती चढाइदिन्छु अनि साथीहरू यस्तो छ है खोला चाहिँ दामी छ क्या वाउ है दामी छ नि मान्छे तर बिहान यो नजारा हेर्नु भनेको भाग्य मानिले मात्रै पाउँछ क्या हेर कस्तो दामी छ क्या मेरो क्यामेरा फोटो देखिरहेको होइन रहेछ लाम्स त्यो गाई चाहिँ यहाँ तल हेर्ने हो भने चाहिँ फेरि डेन्जर डर लाग्दो छ तर चाहिँ अग्लो भएर पनि होला धन्दै मान्छे गुल्टेन झर्ना पनि छ है गाई स्मल वाटरफल नहल्लै यो चाहिँ स्मल वाटरफल हो झर्ना हो अनि हामी हिँड्दैछौँ अब थाहै छैन कहिले पुगिन्छ भर्खर अब फाबिङलाई बाबे गऱ्यो अब याङसेजुङलाई हाई तर अब याङसेजुङ उकालो कति लाग्दिनले कति भारी बोकाएको छ मैले जानु म भन्दिनँ हामी चाहिँ याङसेजुङको स्कुलमा आइपुग्नु आँटेको अनि अहिले अवस्था नाजुक छ नाजुक होइन एकदम नाजुक छ त्यो उकालो कसरी हिँड्ने भन्ने कुरा हामीले थोरै पनि थाहा छैन थाहा भयो भने भनिदिनु होला भन्नु माग्छु के छ सन्चै हुनुहुन्छ टाउको कौन है ये लोग कहाँ से आते हैं योबाट राम्रो बुझ्नु दुई सिन्दारीहरू हिँड्दैछ यो चाहिँ अलिक मेन्टल हेल्थको इस्यु भोगिरहेको छ त्यसैले माइन्ड नगरिदिनु होला सो गाइस हामी चाहिँ एउटा बाइक मरेछ के अरे गाइस हामी चाहिँ एकछिन मुलाचुत हामी चाहिँ उयो आइपुगेको स्कुल माथि आइपुगेको अनि हामी खाजा पनि खाएन यिनीहरू अनि यिनीहरू होइन मैले पनि खाएन सबैले खाएनौँ हामी अब एकैचोटि माथि कहाँ हुन्छ हाम्रो थाहै छैन हाम्रो प्लान के हो त्यो पनि थाहा छैन जे हुन्छ देखा जाएगा होइन त वर्ष त्यसो भने त कुन अनि त्यस्तो इन्ट्रेस्टिङ केही पनि भएको छैन गफहरू अलिअलि जाँदैछ हाँस उठ्दैछ सबै कुरा क्याप्चर गर्ने कुरो पनि भएन अब के भन्नु तपाईँहरूलाई म के भन्दिनँ ल हामी चाहिँ अहिले याङसेजुङ सिरानमा आइपुगेको अनि हेर्नुहोस् घाम पनि आइसक्यो वाउ यो बाटो एकदम राम्रो छ टक 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 हिँड्नेवाला बाटो अनि यहाँबाट हेर्न सक्ने दृश्य चाहिँ नाइस भ्यू नाइस अनि अब चाहिँ घामले पनि भेट्यो अब कसरी हिँड्ने त्यो हामीलाई थाहा छैन घाम भयो भने त लास्ट कहाँ हुन्छ तर पनि हामी सकेसम्म खतरा हिँड्ने कोसिस गर्नेछौँ यहाँ आयौँ यो ठाउँ चाहिँ एकदम राम्रो छ यहाँबाट
चौतारामा बिसाउने कामै हो गाइस। हामी चाहिँ फाइनली याङसिजुङको सिरान होइन सिरानमा आइपुग्यौँ। यो चौतारामा नि सबैजना भेला हुँदैछौँ यता। वाह नाइस। लास्ट गाह्रो यति दुःख गरेर के हिँड्नु जस्तो नि लाग्छ। फेरि हिँड्नु त पर्छ। अघि डिउ बोकौँ भन्दा मान्दैन गधीहरू। आइ गाह्रो छ हामीलाई। ल पर्खिरहेकोलाई म लिएर आउँछु। यिनीहरूको हालत त्यस्तै देखिन सक्नुको छ तर पनि म हेर्दैछु। ठिक छ गाइस। अब यहाँ होइन यहाँ माथिल्लो चौतारामा चाहिँ हामी च्याम्रेर तरकारी चपाउने हो। के देखिन्छ यहाँबाट? त्यहाँ गएर चामरेर तरकारी लम बजाइन्छ अनि त्यसपछि त यस्तो डह्रो भइन्छ। गोठतिर दुध खानु पनि निस्क्यौँ। दिन्छ त गोठतिर छिर्यो भन्दा है दिँदैन र वर्षा अन्त अब निस्किँदिनँ हौ। हामी सबै कसै दुध नमन पराउनु छ तर मलाई चाहिँ फेरि दुध दही मही घिउ त वाला मनपर्छ। तर पनि होस् नखाने बाटो हिँड्दा। सो अब इन्ट्रेस्टिङ भयो। घाम पनि आइसकिसक्यो अनि अब हिँड्नु त लास्ट गाह्रो हुन्छ। हामी धेरै टाइम लाग्ने भयो पुग्नु लाग्छ जस्तो लाग्दैछ। धेरै नै लाग्छ तर पनि हाम्रो प्रयास जारी छ। सकेसम्म छिटै पुग्ने प्रयास गर्दैछौँ। अब कस्तो हुन्छ सो एकछिनपछि भेटौँ ल। हेलो गाइस फाइनली हामी खाजा खाने ठाउँमा आइपुगिसक्यौँ। अनि यहाँ हाम्रो साथीहरू बसेको छ यसरी। अनि यहाँबाट हेर्ने दृश्य चाहिँ ओ माई गड कस्तो राम्रो के हेर्नु कस्तो राम्रो मान्छे आउँदैछ। अनि अब हामी खाजा खान्छौँ। यहाँ बस्ने ठाउँ चाहिँ एकदम राम्रो छ। ओ माई गड दायाँ एकदम राम्रो हो। अब हामी खाजा खान्छौँ। यो ज्याकेट कसले झारेको? अब हामी खाजा खान्छौँ एकछिन। हुन त दिन त मलाई वाङ्छा दिदी हात धुको अवस्था अब अलिकति ल सबैजनालाई हात धुवा थोथोरे ल। अब हातले खाने मिठो छुचु। यी तरकारी देखा त गाइस तरकारी नि यो सेटअप देखा त। चाम्रे खोल्न मैले खोलि नै सकिनँ अरे। ओहो फुर्र भएन रहेछ नि चाम्रे तर ठिक छ। अन्त गुल्यो केमा पस्किने हो? मलाई चाहिँ यहाँ ठुलोमा दे। म चाहिँ ठुलोमा नै हुँदैन। मलाई उयोमा दे। साले गदीहरू सबैले राम्रो त्यहाँ त्यही ठुलोमा खानेले थोरै खाने त्यत्रो धेरै नदिएन। अब हामी खान्छौँ छिन् ल।
फाइनली गाइस हामी चाहिँ गुफाको एकदम नजिकै छौँ ल हेर्नु त ओ माइ गॉड यहाँबाट देखिने भ्यू चाहिँ एकदम डेन्जर छ है गाइसहरु यो हेर्न आएको त्यति दुःख गरेर घाम पानी नभनी घाम चाहिँ हैन बिहान उठेर पुगिसक्यौँ त्यही भएर आज अब अलिकति भन्दा पनि टाइम चाहिँ छ लाग्छ अलिक फाइनली हामी चौतारा पनि आइसक्यौँ सबैजना बस्ने निदो पनि गरिसक्यौँ अनि कतिखेर पुग्नु हामी त्यहाँ डाँडातिर अनि त्यो हरियाली हेर्नु कहिले थाहा छैन अब बसौँ अब आधी घन्टा जस्तो बसौँ मलाई गाइस फाइनली हामी चाहिँ गुफा पुग्नु यति बाँकी छ हामी चौतारा आइपुगिसकेको छौँ दुईजना बसिरहेछ आउँदैछ यताको दृश्य चाहिँ आहा दामी छ अब एकछिन थकै मार्छौँ अनि त्यसपछि फेरि चल्नेवाला छौँ फाइनली गाइस हामी चाहिँ गुफा आइसकेको छौँ र अब गुफामा खाजासाजा खाएर सुके जाने प्लान छ हाम्रो मान्छेहरू हेर सब मान्छेहरू छ होइन ला हेलो गाइज फतेउरी हो फतेउरी भने पनि खतेउडी भने पनि एउटै हो भन्नु नि फाइनली गुफा चाहिँ आइयो अनि अब सुके जाने बस्ने प्लान चाहिँ सुकेमा छ हाम्रो त्यही नै मेरो छैन त्यो अब म तपाईँहरूलाई गुफाको सबैभन्दा सुन्दर भ्यू देखाउँछु ल ओइ कताबाट जान्छ ओइ घरबाट छिरेर जान्छ होइन गाइसहरू एकछिन वेट गर्नुहोस् ल खतरा हिँडेको नि हामी उल्टोबाट मान्छेको कमी त मरिगयो पनि छैन कति धेरै छ मान्छेहरू मलाई लाज लाग्यो भ्लग बनाउनु मान्छे भन्नु त धेरै लाज हुन्छ नि त तर पनि थोरै बनाउँछु ठिक्क मिठो मेनछेम डाँडा पनि देखाइदिन्छु यो रुख मेनछेम डाँडा हो यता भोलि बिहान हाम्रो प्लान चाहिँ जाने आज चाहिँ सुकेतिर नै घुम्ने तर गल्लियो साह्रै गल्लियो गाइज लास्ट कुन चाहिँको घर हो प्रवेश गरियो प्रवेशद्वार त रहेछ निस्किने द्वार त छैन त ठिक छ ओके गाइस मान्छे त एकछिन ल गाइस हेर्नुहोस् गुफा पोखरी ओ माइ गॉड यो हो गुफा पोखरी कुहिरो लागिसक्यो यता त राम्रै छ माछा चाहिँ रन्ने चन्ने हुन्छ भने चाहिँ भन्थे लामो होइन मुनि ओर्ले मलाई सो अब होइन क्या मुनि ओर्लेर हिँड्नुपर्छ माथि फेरि हुन्छ अब एकछिनपछि फेरि भेटौँ ल बाई अनि गाइस हामी चाहिँ गुफा ननिस्किने प्लान क्यान्सल भयो गुफा ननिस्किने हामी सिधै सुकेतर्फ लाग्यो के भन्यो गुफा नआउने ओए गुफा त फेरि मेन अन्त यस्तो छ भिड चाहिँ ओ माई गड गर्दा त अर्पणा दिदीसँग पनि म्याच खाँदैन नि डिफ्रेन्ट सुन्दर खान्छ हो त्यहाँ जानुपर्छ हामी ल हामी भोटे खेल्नु जान्छौँ भोटे डाँडाहरू अरूभन्दा पनि गुफाको यो खेल मैदान चाहिँ दामी छ होइन राम्रो लाग्छ होइन गहिरोमा छ नि त है राम्रो राम्रो लाग्छ गुफाको ग्राउन्ड चाहिँ यहाँ रहेको छ यहाँनिर यहाँ चाहिँ मेला पनि अब यो महिनाभित्रमा लाग्छ होइन मेला लाग्छ अब कति दिनमा लाग्छ त्यो थाहा भएन यो मेला भ्याउने इच्छा प्लान थियो हाम्रो इच्छा र चाहना थियो तर चौपट भयो सो गाइस एकछिन पर सुके भयो पुगेपछि भेटौँ ल हेलो गाई जस्तो आयो त्यस्तै प्रस्तुत गरेँ ल गाई चाहिँ हामी चाहिँ होटलमा नै आएर बसेपछि खाजा पनि खाइसकेको सबै तयारी गरिसकेर निस्केको हाम्रो सामान किन्नु मन लाग्यो त्यही भएर अनि सुके चाहिँ यस्तो रहेको छ जहिले घाम लाग्थ्यो आज घामै लागेन त्यही भएर
अब एकछिन दोकानमा जाने काम छ त्यस्तो धेरै चाहिँ होइन तर थोरै काम छ अनि एकछिनमा फोटो खिच्न जान्छु जाडो अहिले चाहिँ जाडो भएर त अघि जाडो थिएन अहिले चाहिँ जाडो भइरहेछ सो एकछिनपछि भेटौँ ल गाइस हाम्रो काम सक्यो अनि अर्पणलाई हामीले किन्यो खायौँ हामीले अब ढोकमा उल्टो भएर जस्तो जहिले हामी अब यस्तै हुन्छ अब हामी रुममा गएर फोटो खिच्न जाने ओके बाई